परमेश्वरले तपाईको पाप क्षमा गर्ने महानताको बारेमा तपाईले बुझ्नु आवश्यक छ। यो हामीले बुझ्नु आवश्यक छ। हामी बुझ्दैनौँ। म अस्ति एउटा मोबाइल हेर्दै थिएँ, मलाई एउटा कुराले मन छोयो। जब तपाईँ यो नाकको एलर्जी भएर चिसो लागेर है नाक ट्याप्पै बन्द हुन्छ राति सुत्ने बेला, त्यति बेला तपाईँलाई सासको महत्त्व थाहा हुन्छ अरे के। बुझ्दै हुनुहुन्छ? मलाई एकचोटि त्यस्तै भयो। सासै फेर्न गाह्रो भयो। त्यो नाक ट्याप्पै बन्द भयो। सुत्नै नसकिदो रहेछ नि। रातभरि सिसी र थुतु गर्दा गर्दै रात गयो। धेरै गाह्रो हुँदो रहेछ। त्यति बेला चाहिँ यो सास फेर्न पाइरहेका छौँ नि, त्यो पनि कति महत्त्वपूर्ण रहेछ, कति ठुलो आशिष रहेछ यो पनि भन्ने त्यति बेला महसुस हुन्छ। अनि कतिचोटि यो हाम्रो पाप क्षमा भएको कुरो, प्रभुले कल्भरी क्रुसमा बगाउनु भएको रगतको कुरो हामी बुझ्दैनौँ। त्यसको महत्त्व हामी बुझ्नै चाहँदैनौँ। तर हामी यहाँ बाइबल यो पुस्तकले भन्छ यसको बारेमा हामीले बुझ्नुपर्छ। जब बुझ्छौँ यसको महत्त्व, यसको इम्पोर्टेन्स, यो कति महान कुरा रहेछ भन्ने कुरा हामीलाई थाहा हुन्छ। तपाईँ यसो विचार गर्नुहोस् त, तपाईँलाई कहिले पनि नदेखेको, कहिले पनि नचिनेको व्यक्तिले तपाईँलाई आएर तपाईँ चाहिँ गाडी भाडा नभएर है के गर्ने भनेर लाजले रात